हामी एउटा सानो लोकेसनमा छौँ। लोकेसनमा हाम्रो रविन्द्र भाइको घरमाबाट हामी सुटिङ सुरु गर्दैछौँ र सुटिङ सुरु गर्नको लागि सबभन्दा पहिला यो चाहिँ शुभ मुहूर्त अर्थात् क्यामेरालाई पूजा गर्ने चलन हुन्छ साथीहरू। त्यो चाहिँ यहाँबाट सुरुवात हुँदैछ हैन। देख्न सक्नुहुन्छ अगाडिपट्टि यता हाम्रो कोरियोग्राफर भाइ सन्तोषले चाहिँ धुप बालेर आज चाहिँ यो आजको चाहिँ यो हाम्रो शुभ मुहूर्त कार्यक्रम भनौँ न सुरुवात गर्दै हुनुहुन्छ। त्यस्तै हेलो हेलो गुड मर्निङ नमस्ते लासु फ्याफुला साथीहरू, एउटा न्यू डे न्यू भ्लगका साथमा फेरि पनि उपस्थित भइसकेको छु। आज फेरि पनि एउटा भ्लगको साथमा उपस्थित भएको छु हैन। भ्लगमा आज अस्ति पनि त्यो सुटिङकै कुराहरू भएको थियो हैन। अघिल्लो भ्लगमा मैले सुटिङको लागि भनेर हामीहरू त्यो लोकेसन हन्ट गर्नु भनेर लोकेसन हेर्न भनेर गएको थियौँ हैन। अब त्यो क्रममा हामी कहाँ कहाँ पुगेका थियौँ तपाईँहरूले अघिल्लो भ्लगमा हेरिसक्नुभयो। योपल्टको भ्लग चाहिँ ठ्याक्कै सुटिङ रिपोर्ट जस्तै हुन्छ है। अब सुटिङ गर्ने भनेर हिँडेको छ। कहाँ कहाँ पुगिन्छ विशेष गरेर पुनर्वासका स्थानीय ठाउँहरूमा नै हामी सुटिङ गर्छौँ यताउति अलिकति। त्यसमा चाहिँ मुख्य भूमिका निर्वाह गर्ने मैले अवसर पाएको छु है। अब यसमा मेरो उमेर अनुसारको मेरो चाहिँ अब भनौँ न चाहिँ उमेर अनि अवस्था अनुसारको चाहिँ मैले क्यारेक्टर निभाउने प्रयास गरेको छु। यसमा अन्य म्युजिक भिडियोहरूमा एउटा लभर बोय टाइपको इमेज राख्यो भने यो म्युजिक भिडियोमा भने अलिकति दुःख पाएको एउटा गरिब अवस्थाको एउटा गृहस्थी जीवनमा चाहिँ दुःख पाएको एउटा मान्छेको एउटा भूमिका गर्दैछु। हेरौँ यसमा कस्तो प्रकारको त्यो भूमिकालाई कतिसम्म न्याय गर्न सक्छु मैले हैन। अब एउटा सामान्यतया भनौँ न सिकेर एकदमै त्यसमा भनौँ न एकदमै सिकेर एकदम त्यसमा प्र्याक्टिस गरेको भन्दा पनि अब आफूले यसो हेरेको देखेको भरमा हैन अरूको भिडियो हेरेको भरमा गर्ने नै हो। त्यसले गर्दाखेरि हेरौँ कति गर्न सकिन्छ त्यो चाहिँ सुटिङमा। अब तपाईँहरूले देख्नु नै हुनेछ। म सकिन्छ सुटिङका दृश्यहरूलाई पनि यसमा देखाउने प्रयास गर्छु यो भ्लगमा। अब हेरौँ कतिसम्म गर्न सकिन्छ, कतिसम्म न्याय गर्न सकिन्छ। मैले अघि पनि भने तपाईँहरूलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। अब प्रतिक्रिया दिनु होला। यसमा के तपाईँहरूको प्रतिक्रिया दिन नबिर्सिनु होला हैन। र च्यानलमा नयाँ हुनुहुन्छ भने अब सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। धेरै भयो भ्लगहरू अब नियमित रूपमा आउन सकेको छैन विभिन्न कारणले गर्दाखेरि हैन। अब यो बहानाबाजी चलिरहेछ। यतिखेर चाहिँ हामी एउटा सानो लोकेसनमा छौँ। लोकेसनमा हाम्रो रविन्द्र भाइको घरमाबाट हामी सुटिङ सुरु गर्दैछौँ र सुटिङ सुरु गर्नको लागि सबभन्दा पहिला यो चाहिँ शुभ मुहूर्त अर्थात् क्यामेरालाई पूजा गर्ने चलन हुन्छ साथीहरू। त्यो चाहिँ यहाँबाट सुरुवात हुँदैछ हैन। देख्न सक्नुहुन्छ अगाडिपट्टि यता हाम्रो कोरियोग्राफर भाइ सन्तोषले चाहिँ धुप बालेर आज चाहिँ यो आजको चाहिँ यो हाम्रो शुभ मुहूर्त कार्यक्रम भनौँ न सुरुवात गर्दै हुनुहुन्छ। त्यस्तै प्रकारले यतापट्टि हाम्रो रविन्द्र भाइ पनि आज सहयोगी रूपमा हुनुहुन्छ हैन। उहाँको घरमा हामी सुटिङ गर्दैछौँ। त्यस्तै प्रकारले हाम्रो केशव भाइ अब यहाँ चाहिँ सुरु भइसकेको छ चाहिँ यो शुभ मुहूर्त कार्यक्रम भनौँ न। त्यस्तै प्रकारले आजको चाहिँ हाम्रो को एक्टर अर्थात् हाम्रो मोडल चाहिँ यहाँ हुनुहुन्छ। त्यो प्रकारले हाम्रो यहाँ ल क्यामेरा चाहिँ मैले सरलाई चाहिँ मैले पूजाको लागि अफर गरेँ है। ओके ओके बस अब दक्षिणा चाहिँ झड्यो है। देउसुरे देउसुरे यस्तो गरी मान्छेसँग यस्तो धेरै दिनु पर्यो। कपडा देख्नु मान तपाईले दक्षिणा धेरै दिनु पर्यो। गोजी पनि फर्के यस्तो दिएर नै हो। गोजी फर्केछ यार। एक किल्ला 500 मिल्ला के रे यो चाहिँ 50 रुपियाँको नोट भन्छ नि यसलाई बेडा। दुईटा रहेछ डलर ल हाम्रो चाहिँ अब मोडलबाट है। अब ल यो चाहिँ मैले सरलाई अलि भ्लगको लागि सरलाई दिएँ मैले। थ्याङ्क यू सहयोगको लागि भाइलाई। ल हाम्रो ल ए ल पूजा गरे एकछिन 50 रुपियाँ निकालेर ल्याऊ। 50 रुपियाँ यहाँ त चिया चढाउनु पर्छ उधार हुँदैन। सन्चो जानु चढाइहाल्नु भयो। तपाईँ त मेन हो त अनि कस्तो हो र हामीले पनि पर्छ। मुख्य कुरा आज यो चाहिँ यो क्यामेरालाई पूजा गर्ने जुन चाहिँ एउटा चलन छ। अब यो
र यो त्यो गरिसकेपछि अब यो क्यामेरालाई पूजा गरिसकेपछि केही पैसा पनि राख्नुपर्ने दक्षिणा राख्नुपर्ने चलन रहेछ। अब ठिकै छ, यो चलनलाई फलो गर्दै अलिकति दक्षिणा राख्ने काम पनि भयो होइन। ल ल अनि अब चाहिँ लगभग हाम्रो यो शुभ मुहुर्तको यो पूजा कार्यक्रम सकिएको छ। क्यामेरालाई पूजा गर्ने चलन यो सकिएपछि अब हामीहरू चाहिँ लगभग यो अब सुटिङको तयारीतर्फ लाग्दैछौँ। भाइहरू अलरेडी गफसप यताउति रमाइलो गफसप हुँदैछ, भाइहरूको मजाक अलरेडी चलिहाल्छ। यो अब यो म्युजिक भिडियोको सुटिङको दौरानमा सामान्यतया अब नयाँ नयाँ ठिटाठिटीहरू जम्मा हुने भएपछि अलिकति रमाइलो गफहरू हुन्छन् नै। अनि अब क्रमशः यहाँ अलिअलि छुटपुटहरूले पनि चाहिँ पूजा आजा गर्दै हुनुहुन्छ भनौँ। त्यसपछि अब यो सुटिङलाई सम्झाउने काम हुँदैछ। सुटिङमा कस्तो तरिकाले चाहिँ कुन एङ्गलबाट खिच्ने के चाहिँ तरिकाले चाहिँ के तरिकाले बोल्ने कस्तो तरिकाले बोल्ने भन्ने सन्दर्भमा यहाँनिर सिन सम्झाउने काम हुँदैछ। हाम्रो आजको निर्देशक भाइ प्रवेश होइन अमर भाइबाट र यहाँ सुटिङ सुरु भइसकेको छ साथीहरू। अब म चाहिँ यो दाउरा चिरिरहेको दृश्यमा म छु भनौँ न। अब दाउरा चिरिरहेर राख्नुपर्ने यो सुटिङको दौरानमा दाउरा यति चिरियो साथीहरू है। लगभग एक भारी यति दाउरा चिरियो भनौँ न, एक भारी त नभनौँ एक अङ्गाफा जति दाउरा चिरियो है। सामान्यतया घरमा पनि म दाउरा चिरिरहने मान्छे हुनाले यस्तो सिन गर्न के ठुलो कुरो हो र होइन। दाउरा चिर्ने नै हो साथीहरू। र दाउरा चिरिराखेको दृश्य छ। अनि यतापट्टि चाहिँ यता अर्को मोडल नानीले चाहिँ यहाँ के अरे यो चामल केलाइरहेको दृश्य देख्न सकिन्छ। अनि त्यहाँ चाहिँ सिनहरूमा अलिकति हामी गरिराखेका छौँ। र यतिखेर चाहिँ हाम्रो प्रवेश भाइले हाम्रो मोडल नानीहरूलाई, दुईजना मोडल हुनुहुन्छ यो म्युजिक भिडियोमा चाहिँ। अनि नानीहरूलाई चाहिँ यो मोडल नानीहरूलाई चाहिँ यो सिन सम्झाउँदै हुनुहुन्छ भने उतापट्टि म चाहिँ यो दाउरा चिर्ने कामलाई निरन्तरता दिँदैछु। अर्को एकजना मोडल चाहिँ यहाँ चामल केलाइरहेको दृश्य देख्न सक्नुहुन्छ। त्यस्तै प्रकारले यतापट्टि अर्को मोडल चाहिँ त्यहाँबाट गएर उनीसँग केही संवाद गर्ने, केही कुराहरू गर्ने त्यस्ता प्रकारका दृश्यहरू छन्। र ती दृश्यहरूमा चाहिँ केही कुराहरू गर्दाखेरि यो यिनी सम्पन्न प्रकृतिको, अनि त्यसपछि उनी चाहिँ मसँग त्यो नजिक रहेको अर्थात् नाङ्लोमा चाहिँ चामल केलाइरहेको चाहिँ तिनी चाहिँ अलिकति विपन्न प्रकृतिको, अनि त्यसले गर्दा उनी पीडित भएको प्रकारका दृश्यहरू यहाँ छन्। र यहाँ अलिकति केही सिनहरूमा चाहिँ अलि इमोसनल प्रकृतिका सिनहरू छन्। र यो सिनहरू अलिकति म्युजिक भिडियोहरूमा चाहिँ आउँदाखेरि झलक मात्रै आउने हुन्छ। तर यसमा चाहिँ अलिकति सिन खिच्दाखेरि 2-4 चोटि नै लागेको देखिन्छ साथीहरू है। यस्तै दियो ल एक्सन। ओइ पुतली के गर्दैछौ? सामान छौ। हेर न मेरो बुढाले पोते ल्याइदिएको, सुनको औँठी ल्याइदिएको। लामा जान लाग्यो ल। यता सर एकदम इमोसन रोयो। ल जा रोयो है, सर रोइराखे। बुढीतिर हेर्दै हेर्ने है, उले यता फर्काए पनि है। हेर्दै हेर्ने न। हो अब फर्काउ न पुतली। हो फर्क न अनुहार तल डाउनुहोस्। अब आफूतिर टक्क आँसु पुस्या जस्तो गरिदियो। अब हातले बिस्तारी पेटमा छ भने सर्ट बल्ल हेर्नु है, बल्ल फेसमा हेरेर केटीको। अब हाँस्यो हल्का खुसी। अब अङ्गल मार बस पार्के के छ। केशव भाइको पनि एउटा सानो रोल यहाँ छ। यतापट्टि चाहिँ अब हाम्रो नमस्कार यो दृश्य चाहिँ सम्झाउने काम हुँदैछ। अब दृश्यमा यो विभिन्न प्रकारको देखाउने क्रममा चाहिँ यो दृश्य सम्झाउने क्रममा चाहिँ कतिपय कुराहरू चाहिँ गरेर देखाउनु पर्ने, अनि संवाद बोल्दाखेरि चाहिँ त्यो संवाद कतिपय बिर्सिएर जाने, त्यो कारणले गर्दा डबल तिर्बल एउटै सिनलाई चाहिँ खिच्नुपर्ने, त्यसले गर्दा निकै झन्झटिलो पनि हुँदो रहेछ। चर्को घाम लागेको छ साथीहरू। अब यो कार्तिकको महिना भनेर के गर्नु, चर्को घामले रन्केर है गाह्रो भइरहेको छ। एउटै सिनलाई डबल तिर्बल गर्नु पर्दाखेरि निकै झन्झटिलो झ्याउ लाग्दो भइरहेछ।
अहिले चाहिँ ठ्याक्कै यो त्रिभुवन बस्ती स्वास्थ्य चौकीमा पुगेको छु है। हाम्रो टिमसहित सबै हामी यहाँ पुगेका छौँ, सुटिङ टिम गर्नु पऱ्यो। अनि यहाँ चाहिँ हामी एउटा श्रीमती चाहिँ बेडमा चाहिँ बिरामी रहेको त्यस्तो अवस्थाको एउटा सुटिङ हामी गर्दैछौँ यहाँनिर। र सुटिङको लागि चाहिँ हाम्रो जनकजी हुनुहुन्छ यहाँनिर, हाम्रो जनक सरले चाहिँ यहाँ हामीलाई अलिकति सहयोग गर्दै हुनुहुन्छ। अहिले त्रिभुवन बस्ती स्वास्थ्य चौकी अलिकति व्यस्त छ साथीहरू, त्यसले गर्दाखेरि सुटिङ त गर्ने तर कसरी गर्ने, कतापट्टि गर्ने भन्ने कुरामा अलि अलमलमा छौँ। अब यहाँनिर लेबर रुम अनि त्यसपछि यहाँ व्यस्त रुम, यहाँ लेबर रुम भनेको यहाँ सुत्केरी गराउने कोठाहरू पनि अलिकति चाहिँ प्याक जस्तो रहेछ। त्यसले गर्दाखेरि हाम्रो कारणले गर्दाखेरि अरूलाई डिस्टर्ब नहोस् भनेर हामी अलिकति सचेत भएका छौँ। र त्यसले गर्दाखेरि कुन चाहिँ कोठामा गर्ने होला भनेर यहाँ चाहिँ कुराकानी हुँदैछ हाम्रो जनकजीसँग अनि यहाँको चाहिँ हाम्रो अस्पतालको टिमसँग। अनि त्यसले गर्दाखेरि यतापट्टि आएको छौँ हामीहरू, त्यो लेबर रुमतिर गर्दाखेरि अलिक डिस्टर्ब हुन्छ कि भन्ने हिसाबले हामी अलि यतापट्टि आएका छौँ। यो अलिक सुनसान कोठा जहाँनिर चाहिँ यतापट्टि अलिकति सुनसान अलिकति सफा कोठामा आएको छौँ। ल साथीहरू, फाइनल्ली है यो परासन हेल्थ पोस्टमा हाम्रो सुटिङ सुरु भइसकेको छ र क्यामराम्यान र प्राविधिक भाइहरूले चाहिँ क्यामेराहरू यता सेटअप गर्ने यतापट्टि काम गरिरहनु भएको छ भने अब अस्पतालमा अलिकति भिडभाड जस्तै छ। र अब मोडल बहिनी चाहिँ अब टक्क बेडमा सुतेर एक प्रकारले बिरामी जस्तो भएर एक्टिङ गर्दै हुनुहुन्छ भने यहीँ रहनुभएका हाम्रो एकजना चाहिँ स्वास्थ्यकर्मी बहिनीले चाहिँ स्वास्थ्यकर्मीकै रूपमा नै यहाँनिर यो सानो दृश्यमा उहाँले एक्टिङ गर्नुभएको छ। देख्न सक्नुहुन्छ एकदमै त्यो एउटा सिनमा उहाँले जुन अभिनय गर्नुभएको छ जीवन्त अभिनय छ। अनि त्यस्तै प्रकारले यहाँनिर मोडल बहिनीको त अभिनय राम्रो हुने नै भइहाल्यो। त्यस्तै प्रकारले यतापट्टि चाहिँ क्यामराम्यान भाइले विभिन्न एङ्गलले क्यामरामा चाहिँ अब यो चाहिँ प्रकाश लाइट चाहिँ एन्टी लाइट पनि यताउति सम्भावना हुँदो रहेछ। त्यसले गर्दाखेरि त्यो लाइट मिलाइ खिचिरहनु भएको छ भने अर्कोतिर चाहिँ देख्न सक्नुहुन्छ हाम्रो प्रवेश भाइले चाहिँ त्यो सिन सम्झाइरहनु भएको छ। अब सुटिङ त राम्रोसँग गर्ने प्रयास गरेको छ। अब त्यसपछि भने अब कस्तो आउँछ यो भिडियोमा चाहिँ ल यतिखेर चाहिँ हामी यो सुटिङको ब्रेक भएको छ, झन्डै 3 बजिसकेको समय छ। यतिखेर कगाउँको लम्साल चोकमा अवस्थित एउटा सानो पसलमा पुगेका छौँ है। र हाम्रो चाहिँ एकजना भाइ केशव भाइको चाहिँ यहाँ आफ्नो मान्छेको पसल भनौँ यहाँ पुगेका छौँ। त्यसपछि यहाँ म चाहिँ खटियामा आरामले बसेको छु र भाइ बहिनीहरू चाहिँ भित्र चाहिँ गफसफ गर्दै हुनुहुन्छ। अब के युवा युवतीहरू होइन रमाइलो गफसफ गर्ने भए। अब मलाई त्यो म त रिटायर्ड लाइफ भयो नि त त्यसले गर्दाखेरि म यतापट्टि पछाडिपट्टि बसेर मजाले खटियामा बसिरहेको छु र आनन्द छ। यहाँ खटियामा यसो ढल्केर बसेको छु, एउटा चाहिँ कुसन पनि लिएर आएको छु र यतै बसेर खाना खाने विचार गरिरहेको छु। भित्र खाना पाक्दैछ, खाना पाकिसक्यो भन्ने खबर आइसकेको छ। हजुर ए ल आउँछु ल आइहालेँ ल। त्यसले गर्दाखेरि म चाहिँ यता बसिराखेको अवस्था थियो। अब एकजना कसले बोलायो भन्ने खबर आयो, म चाहिँ त्यता लागेँ है त। र यतापट्टि सबैजना यता बस्नु भएको छ, म पनि यतापट्टि। र यतापट्टि चाहिँ हाम्रो सब आर्टिस्ट भाइ बहिनीहरू, यहाँनिर चाहिँ हाम्रो चाहिँ कोरियोग्राफर सन्तोष भाइ, त्यस्तै गरी यतापट्टि हाम्रो भाइहरू। हेलो ब्रदर, हाम्रो चाहिँ भाइ पनि आइदिनु भएको छ। ल यहाँ त अलिकति कालो आयो, यहाँ सिक्नुपर्ने रहेछ के एकदम भ्लग बनाउनु पर्छ, एकदम राम्रो खुसी लागिरहेको छ। भाइहरूको भ्लग मैले हेरिरहेको छु, एकदम नियमित रूपमा हेरिरहेको छु होइन। एकदम रमाइलो भ्लग आइरहेको छ। भ्लग बनाउँदै हुनुहुन्छ, म त फोटो खिच्दै हुनुहुन्छ न, पोज दिइरहेको नि त। त्यस्तो होइन रमाइलो गफसप भइरहेको छ यहाँनिर। भाइहरूसँग भेटघाट भयो होइन, खुसी लागिरहेको छ होइन। आज सुटिङको मौका पारेर भाइहरूसँग गफगाफ भयो होइन। ल फाइनली खाने बेला भइसक्यो है। अब खाना एकदमै पाकेर तयार छ अगाडि
मगमग बास्ना आइराखेको छ। लगभग 4 बज्न लागिसकेको छ। अब यो बेलुकाको खाना भन्ने कि दिउँसोको खाना भन्ने थाहै छैन है। अब यो सुटिङ गर्दा गर्दा एकदमै ढिलो भयो। कुखुराको मासु पाकेको छ, दाल हाल्दै हुनुहुन्छ हाम्रो सन्तोष भाइ। त्यसै प्रकारले यहाँनिर राइस कुकरभरि भात छ र भात टनाटन पस्केर है मासुको बास्ना एकदम चर्कोसँग आइराखेको छ, मिठो मिठो बास्ना। र अब हामी खानको लागि तयार भएर बसेका छौँ। बाहिरतिर बसौँ भनेको भाइहरूले मान्नु भएन, भित्रै बसौँ सबैजना, भित्रै बसेर खाउँ भन्ने कुरा हो। त्यसले गर्दाखेरि म पनि भित्रै आएँ र म हेरिरहेको छु साथीहरू खानाहरूलाई एकदम अब कतिखेर आउला र अनि खाउँला भनेर कुरिराखेको अवस्था हो। साथीहरू यतिखेर चाहिँ सुटिङको दौरानमा हामी खानासाना खाएर त्यहाँ लम्सालचोकमा खानासाना खाएर यहाँनिर खगाउँ स्थित यो शिव मन्दिरमा आइपुगेका छौँ। देख्न सक्नुहुन्छ शिव मन्दिरको भ्यू होइन। र निकै राम्रो छ यो खगाउँको मन्दिर, एकदम सफा सरसफाइयुक्त होइन। यो सङ्गमरमरहरू जस्तो लगाइएको यो के भन्छ यसलाई, यो सङ्गमरमर यो टाइल्सहरू ओछ्याएर निकै चिटिक्क बनाएको छ यहाँको स्थानीयले। त्यस्तै प्रकारले यतापट्टि सायद यता नुहाउने घर हुनसक्छ। नुहाउने घरलाई इज्जत घर भनेर राखिएको रहेछ। यो एकदमै नयाँ तरिकाले जे होस् इज्जत बचाउने घर भएको हुनाले होला। त्यस्तै प्रकारले यहाँनिर सुटिङ गर्ने चाहिँ हाम्रो टिम यतापट्टि हुनुहुन्छ। त्यस्तै प्रकारले यता मोडल बहिनीहरू, त्यस्तै प्रकार डाइरेक्टर भाइहरू। यहाँ चाहिँ अब हाम्रो क्यामराम्यान भाइले क्यामेरा तयार गर्दै हुनुहुन्छ र लगभग म त तयार नै अवस्थामा छु भनौँ। अब यही कपडाहरू लाएर गर्ने होइन। अब यो गीतको सुटिङ चाहिँ अलिकति अलि दुःख पाएको मान्छेको प्रकृतिको अलिकति त्यस्तो प्रकारको हुनाले यसमा चमक धमक यताउति राम्रो ड्रेसहरू यताउति छैनन्। त्यसले गर्दाखेरि कपडा यही नै लगाएर सुटिङ गरिरहेको छु बिहानदेखि। यो मन्दिरको सेरोफेरोमा हामी केही कुराहरू चाहिँ सुटिङ गर्छौँ होइन, अघि नै कुरा भएअनुसार। किनभने जब मान्छेले दुनियाँदेखि थाक्छ अर्थात् संसारिकतादेखि थाक्छ अर्थात् उसले गरेका थुप्रै प्रयासहरू असफल हुन्छ, त्यसपछि अन्तिममा मान्छे भगवानको मन्दिरमा अर्थात् भगवानको चरणमा जान्छ भन्ने प्रकारको चाहिँ एउटा थिम छ स्टोरीको। त्यो कारणले गर्दाखेरि लगभग यो सुटिङको अन्तिमतिर हामी चाहिँ यो भनौँ न गीतको यो अन्तिम भाग हो। त्यसले गर्दा यो खगाउँ स्थित यो मन्दिरमा आएका छौँ। ल फाइनली साथीहरू घर आइपुग्यो है। दिनभरिको सुटिङ दिनभरिको रमाइलो यताउति है। ठिकै भयो भनौँ। धुलो उडेर त्यस्तै एकदमै धुलो उड्यो है। बेलुका फर्किनु मतलब जाडो चिसो जिउभरि धुलो। अब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला र भिडियोलाई एक लाइक चाहिँ अवश्य गर्नु होला। हस् त, ओके, बाई बाई।